44औं बीपी स्मृति दिवसको अवसरमा रौतहटको चन्द्रपुर नगरपालिका 6 डाबरीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर 4 रौतहटको आयोजनामा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो। जननायक बीपी कोइरालाले प्रतिपादन गरेको सामाजिक न्याय, लोकतान्त्रिक मूल्य मान्यता तथा वातावरण संरक्षणको भावनालाई आत्मसात गर्दै वृक्षारोपण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय प्रमोद अग्रवाल र देवप्रसाद तिमल सिन्हा, नेपाली कांग्रेस रौतहटका सभापति जितेन्द्र यादव, क्षेत्रीय सभापति रामस्नेही यादव, नेपाली कांग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरी लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्धन तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणमा वृक्षारोपणले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए। 44औं स्मृति दिवसको अवसरमा हामी उपस्थित भएका सम्पूर्ण आदरणीय नेताजीहरू, मेरो व्यक्तिगत र क्षेत्र नम्बर 4 को तर्फबाट जय नेपालको अभियान गर्छु। जय नेपाल। आज हामी जसरी पर्वको जस्तै आज हाम्रो दिन हो, हाम्रो चाहिँ जुन नेपाली कांग्रेसको मात्र होइन, विश्व लेभलमा चिनाउनु हुने हाम्रा आदरणीय जननायक बीपी कोइरालाजीको 44औं स्मृति दिवसमा हामी सहभागी हुँदा हामी आफूलाई धेरै गर्वको रूपमा ठान्दछौँ। किनभने उहाँको नीति सिद्धान्त विचारले नेपाल मात्र होइन, विश्वको अन्तर्राष्ट्रिय देशहरूमा पनि उहाँको नीति सञ्चालन गरिएको छ र उहाँको कार्यकाल त हामी सबै गर्वान्वित छौँ। र उहाँको वास्तविक स्मृति सम्झना कुन दिन हुन्छ, उहाँले दिएको नीति पथ विचारलाई हामीले अवलम्बन गर्यौं भने हामी चाहिँ उहाँलाई वास्तवमा स्मृति गरेका छौं। तर उहाँको नीति सिद्धान्त विचारलाई अहिले हामी आफैबाट कहीँ न कहीँ विचलित भएका छौं। त्यसकारण आग्रह गर्न चाहन्छु, उहाँको नीति सिद्धान्त मात्र नेपाली कांग्रेसको नभएर सम्पूर्ण राष्ट्रको लागि एकदम विचारवान छन्। त्यसै कारणले उहाँलाई हामी आज उपस्थित भएर उहाँको 44औं स्मृतिको सम्झना गरी उहाँलाई सदा सुमन गर्दै हामी आजको